बिस्तारै झ्याक्यो यिनी पोखा पोखा दुखेर अचम्मै झ्याक्यो झ्याक्यो ट्र्याक्टरले जस्तो झ्याक्यो बुढोको बुवा अनि पेटका लाम्चा त यति माथि जाने ढाड दुखेर कस्तो हात खुट्टा उ भयो एकछिन पल्टे पनि अलिक उ हुन्छ भनेर जे गर्नु परिहाल्यो साईलाई के को टन्टा भन्छु गरे एउटाले उस्तै यो अब जति पुरानी उति सम्झना लाग्छ जति पुरानी उति सम्झना लाग्छ क्यार्ने आमा गएर हुन्छ बाबु रुँदै गयो पिसाब गर्ने बेला कटा खाँदो रहेछ दिदी मलाई मर्ने बेला भयो भन्ने थप्यो अनि त्यो थप्दा पिसाब हुने मेरो दिदीको त्यही पनि बल्ल 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 आँसुको टबलका खाल्ने पिसाब हुने कस्तो त्यो मर्ने बेला जति सम्झना भयो जति बिर्सिँदै गयो जति बिर्सिँदै गयो सम्झना त्यस्तो गरेर गएर अहिले अनि के गर्ने छोराछोरी गरेर खाएकै छन् आफ्नो खुट्टामा उम्मिएकै छन् एक गाछ चाहियो मैले माने हामी तयार किनौँ त यति चाँडो टुक्रा टुरी भन्नलाई टुक्रा टुरी त मात्रै होइन सबै बन्छ सबै बन्छ टिका परान थियो अझ तेरो भन्दा पनि दुईटा नातिकोमा परान यिनी भनेको आफ्नो घरमा रहेछ आमा भनेको आफ्नो घरमा रहनुभयो हो त नि नातिको परान भयो म भनेको एउटा अर्का घर जाने अर्का घर गएको वहीँ परान भयो के तेरो वहीँ गएर तँलाई सम्झिने भई अनि एउटा झलक्क मेरो छोरी छ भनेर एउटा सम्झिने कुरो भयो क्या त्यहाँ अनि तँलाई त एकैछिन सम्झिन्थे यिनी त रात दिने सम्झेको सम्झेको थियो कसरी बिर्सिएर कसरी गई त होइन त्यो सम्झेपछि बस्नु नै किन गई उठेर रान्दिनँ अरू अरू कुरा गर्नु छोडिदिनु यो कुरा हो के हो म त हुँदिन छोडिदिनु अब यिनी कुरा नगर्नु अरू कुरा गर्नु न त छोडिदिनु के आज ए रुम